नमस्कार साथीहरु यो भिडियो तपाईले हेर्नु अनि त्यसपछि के ओइ दाङ सोसाइटीले ल पुरै दाङ सोसाइटीको को छ है लाज छ कि छैन यिनीहरूलाई लाज शरम छ कि छैन 1 महिनासम्म लाज छ कि छैन हो कडा कडा लगायो बोल्न बित्तिकै पिरो भइहाल्छ त्यहाँ तर बाँकी 10-20 हजार रुपियाँ प्रयोजन गर्न नसके पार्टी दुनियाँसँग परिषद मागेको छ चालेर थाहा छ लाज लाग्छ कि लाग्दैन भाषण गर्दा नेपाली काङ्ग्रेसको नेकपा एमालेको लाज छैन माधव खेल्न हामीलाई आउँदैन चोरिनमा आऊ गोपाल के गर्न सक्छ आऊ लाज शरम लाग्छ हामीलाई पैसासँग सरकार यी यस्तो गरेर बच्चाहरू यिनीहरू को हो तिमीहरूले आश्वासन देखाउन लाज लाग्दैन तिमीहरूको भोलि गर्न बिचरा कसैसँग सौजन्य मागेको चिज पनि भोलिभित्र हाल्ने लाज शरम छैन नैतिकता भनेकै हो तपाईँले के भन्नुभएको दाङ सोसाइटीको कार्यक्रममा हामीले कसैले के राम्रो सञ्चालन गर्नुभयो तपाईँहरू दाङ सोसाइटीले राजनीति गर्नु खोजेको राजनीति गर्नु खोज्यो भन्नु होइन सकियो नि पैसा लाग्ने होइन हामी दिन्छ हामी भन्ने मान्छे होइन पैसामा डोनेसन 2 लाख रुपियाँ अहिले बोलिसकेको दाङ सोसाइटीलाई म 2 लाख रुपियाँ टिका लगाइदिए पठाइदिए दाङ जिल्लाको एउटा जिल्ला स्तरीय खेल समारोहमा भएको एउटा घटना हो र यो दाङको मात्र समस्या होइन यो नेपालभरि नै यस्तो समस्याहरू छ हैन एउटा खेलमा पनि पार्टीगत जाने चन्दा माग्ने अनि त्यो चन्दा चाहिँ पार्टीको मान्छेहरूले खाने यस्तोहरू भइरहन्छ यसमा यो एकजना युवकले उठाएको आवाज एकदमै जायज छ र यसको लागि तपाईँले यो भिडियोलाई जतिसक्दो सेयर गरिदिनु होला हैन ताकि यस्तो ठाउँमा चाहिँ यस्तो मान्छेहरूले चन्दा उठाएर भ्रष्टाचारबाट रोक्यो हैन सबैजना मान्छेहरू सजग हुनु यो इन्फर्मेसनको लागि यो भिडियो छ जति सक्दो सेयर गर्नु